जगदीशपुर ताल अवलोकन गर्नको लागि नमन म अनि श्रीमती भएर हामी तीनजना बसेका छौँ। जगदीशपुर तालमा गएर प्राकृतिक सौन्दर्यता हेर्ने अनि मानव निर्मित ताल सबैभन्दा ठुलो ताल जगदीशपुर तालको हामी अवलोकन गर्नेछौँ र नमनले त्यहाँ चाहिँ जगदीशपुर तालमा बोटिङ गर्ने भनेको छ। हामी नमनलाई त्यहाँ रहेछ र मिलेसम्म सम्भव भएसम्म हामी त्यहाँको मनमोहक दृश्यमा हामी बोटिङ गरेर प्रकृतिसँग हामी रमाउने छौँ अनि नमन खुसी पनि हुनेछ जस्तो लाग्छ मलाई, होइन नमन? यता मम्मीलाई हेरेर भनिदेऊ हामी के गरेर जाँदैछौँ, यता मम्मीलाई हेरेर भनिदेऊ। जगदीशपुर तालमा हामी प्रवेश गरिसकेका छौँ। 17औं विश्व सिमसार दिवस। यस नमन, नमन के छ यहाँ? ओहो यहाँ आउँछ नमन, अझै जाऊ। के रहेछ यो हेर? बोटिङ गरेको सर र नमन हामी कहाँ आएको? यता हेर त कस्तो लागिरहेछ बोटिङ गर्ने तिमीले नि? ओके ल यहाँ जगदीशपुर ताल पनि लेखेर चाहिँ आउँदै हेरौँ। आई लभ जगदीशपुर ताल लेखेर छ। हामी अहिले जगदीशपुर तालमा छौँ। कपिल वस्तुको बनगाईबाट भित्र पर्ने जगदीशपुर ताल। यो तालमा धेरै प्रकारका चराचुरुङ्गी पाइन्छ। मान्छेको राम्रो भिडभाड छ यहाँ। छोरो नमन के गरेको यस्तो? अबै डर लाग्यो। के छ हामी कहाँ छौँ अहिले? बोट वहाँ हिँड्न गयो बोट, हेर त उता गयो कतना गयो। छोरो सुन न, तिमीलाई बोटमा खेल्न मन लाग्छ हो? लाऊ हामी जाऊँ बोटमा खेल्न, लाऊ ल जाऊँ। कुन बोट खेल्ने? त व्हाइट कलरको खेल्ने कि कुन खेल्ने तो? ल ओके ऊ हेर बोट आउँदैछ। ल ल ल जाऊ, आऊ छिटो छिटो बोटमा जाने, आऊ ल ल ल।